सो हेलो एन्ड नमस्ते एभ्रिवान, के छ? आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। सो साथीहरू, आजको भिडियोमा चाहिँ मैले तपाईँलाई न्यू नेपाली मुभी जारी 2 नेपाली फिल्म चाहिँ अब तपाईँले अहिलेसम्म कतै पनि हेर्न पाउनु भएको छैन भने तपाईँले आफ्नै मोबाइलमा हेर्न पाउनु नै भएको छ। कहाँ कसरी सबै डिटेल्स यो भिडियोमा पाउनुहुन्छ। पक्कै पनि भिडियोलाई अन्तिमसम्म हेरेर सुनेर साथ दिनु होला। यदि भिडियो मनपर्छ भने पक्कै पनि भिडियोलाई एउटा लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सेयर गर्नु होला। र साथीहरू, तपाईँलाई यस्तै नयाँ नयाँ नेपाली फिल्मको अपडेटहरू चाहिन्छ भने चाहिँ यस हाम्रो च्यानललाई सब्सक्राइब गरी नजिकै आएको घन्टीलाई क्लिक गर्न पनि नभुल्नुहोला। नपाउनेले केरा भेटिस झ्याक्ने एउटा बिहेमा 4 दिन च्याप्रो नाचिन्छ बेकामे मुला बराल्ने हिड्छ। र त्यस्तै गरेर आजको भिडियोलाई पनि सुरुवात गरौँ। बाँसुरी फिल्म्सद्वारा प्रस्तुत भएको नेपाली फिल्म जारी 2 नेपाली फिल्म चाहिँ 2025मा आएको फिल्म हो। फिल्ममा हामीले दयाहाङ राई, मिरुना मगर, रिचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतका एकदम राम्रो एक्टिङ गर्ने कलाकारहरूलाई चाहिँ हामीले यस फिल्ममा देख्न सकिन्छ। भने फिल्ममा हामीले ड्रामा, कमेडी अनि एउटा पुरानो लिम्बू कल्चरलाई चाहिँ यो फिल्मले मजाले दर्शाएको छ। भने फिल्मको व्यापार भने जति सोचेको थियो त्यो भन्दा एकदम राम्रो व्यापार चाहिँ यो फिल्मले गर्न सफल भएको थियो। भने फिल्मको IMDb को कुरा गर्ने भने आउट अफ 10मा चाहिँ 7.1 को एकदमै राम्रो रेटिङ चाहिँ यो फिल्मले पाएको थियो। भने फिल्मको प्रड्युसर भने रामबाबु गुरुङ, मधु मिजार, त्यस्तै गरेर जीवन गुरुङ हुनुहुन्छ। भने फिल्मको राइटर र डाइरेक्टर चाहिँ उपेन्द्र सुब्बा हुनुहुन्छ। र यो फिल्मको डिजिटल राइट्स चाहिँ बाँसुरी फिल्म्स प्राइभेट लिमिटेडले चाहिँ यो फिल्मलाई प्रसारको काम गरेको छ। भने यो फिल्म अब तपाईँले आफ्नै मोबाइलमा अहिले हेर्न सक्नु हुने भएको छ होइन। सो फिल्म हेर्नका लागि एकदम सिम्पल छ। तपाईँ यदि आइफोन युजर हुनुहुन्छ अथवा एन्ड्रोइड युजर हुनुहुन्छ, जे युजर भयो भने तपाईँले एउटा एप्सको थ्रुबाट चाहिँ यो फिल्मलाई सजिलै हेर्न सक्नुहुन्छ। फिल्म हेर्नका लागि तपाईँ सिम्पल्ली आइफोन युजर हुनुहुन्छ भने एप स्टोरमा जानु पर्यो, र त्यस्तै गरेर एन्ड्रोइड युजर हुनुहुन्छ भने प्ले स्टोरमा जानुहोस्। त्यसपछि तपाईँले त्यसलाई सर्च गर्नुपर्ने हुन्छ सिनेमा घर एप भनेर। त्यसपछि त्यो एपभित्र गइसकेपछि तपाईँहरूले चाहिँ त्यहाँ आफ्नो नम्बर अथवा जिमेलबाट साइन इन गरेर चाहिँ यो फिल्मलाई सजिलैसँग मात्र 169 रुपियाँ तिरेर चाहिँ यो फिल्मलाई सजिलैसँग हेर्न सक्नुहुन्छ। यदि तपाईँहरू यो फिल्म फ्रीमा हेर्न चाहनुहुन्छ भने पनि त्यसको पनि मेथड छ होइन। सो तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ यो फिल्म फ्रीमा कसरी हेर्ने भनेर, त्यसको पनि म तपाईँहरूलाई आइडिया दिन्छु। त्यसपछि तपाईँले यो फिल्मलाई सजिलैसँग फ्रीमा पनि हेर्न सक्नुहुन्छ। र आजको लागि छोटो मिठो अपडेट भने यति नै थियो। पक्कै पनि भिडियो कस्तो लाग्यो, यदि मन पर्यो र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। किनभने तपाईँलाई यस्तै नयाँ नेपाली फिल्महरू कहिले युट्युबमा आउँछ अथवा कुनै एपमा आउँछ जस्ताको जानकारीहरू चाहिँ सबैभन्दा पहिला चाहिँ यो हाम्रो युट्युब च्यानलबाट मिल्नेछ।